बोन दिया गुड मर्निङ साथीहरू। अहिले यतिखेर बिहानको 7 बजेको छ। म र छोरा चाहिँ यहाँ मर्निङ वाकमा निक्लेको आज चाहिँ। तर मेरो बाबु चाहिँ साइकलमा। Bom dia. है म पोर्तुगलको यो ग्रान्डोला भन्ने ठाउँमा। नमस्कार। ल्या के हो छोरो, के भयो? के भयो बाबु? थाक्यो। ड्याडी हिँडेर छोरा साइकलमा। कसरी थाक्यो? ओ माई गड। ल हिँड नि त, कहाँबाट जाने? ल गर्मी भएर थाक्यौ? अब भोलि हिँड्नुपर्छ है त ड्याडीसँग खाली साइकल चलाएर। ल हिँड नि त, हिँड ल। यो बाटो जाने हो? ल बसेर चलाऊ त, थाक्दैन। ल हेर्नुहोस् यस्तो छ। ल हेर्नुहोस् त, अब म मजाले हिँडेछु, छोरा साइकलमा। थाक्यो भन्छ त मोरा त। ओहो, यसपालि त बाबुलाई नेपालबाट ल्याउन साह्रै गाह्रो भयो। आउनै मानेको थिएन बिचरा। उहाँ अब बस्यो 2 महिना। कति खुसी भयो नि त, आफ्नो दाजुभाइहरूलाई भेट्यो, मनमा लागेको कुरा बोल्न पायो है। अब यहाँ त सिँ सिँ गरेर भएन, नो नो भनेर भएन। अब कि पुरै पढेर जान्नु पर्यो। अब भर्खर ल्याएको बच्चा बिचरा, वर्ष दिन भयो, अलिअलि बुझ्छ अनि मनमा लागेको कुरा फर्काउन सक्दैन नि त। सो एकदमै माया लाग्यो यसपालि त, बिचरा आउनै मानेन। अनि मैले पनि यसो फिलिङ्स गरेको कुरा बिचरा कति बोल्न मन लाग्दो, आफ्नो साथीहरूलाई भन्न मन लाग्दो हो, त्यो सेयर गर्न पाउँदैन। अनि त्यो भएर यसलाई अलिकति अनकम्फर्टेबल भएको छ कि भन्ने महसुस भएको छ कि यसपालि चाहिँ। अनि अब यसको 4-5 महिनापछि चाहिँ अब टिआरसीको उस छ, रेनु छ। अनि रेनु गरिदिएपछि चाहिँ नेपाल पढाउनु पठाउनु पऱ्यो। अब उतै राख्नु पऱ्यो भन्ने सोच बनाइसकेको छु मैले। बाबु जहाँ खुसी हुन्छ हामीले त्यही गर्ने हो नि त। अब उसको करकाप बिना त मैले केही पनि गर्दिनै भने हो। पहिला ऊ पोर्तुगल आउँछु ड्याडीबाट बस्छु भन्यो, अनि मैले लिएर आएको 5 वर्षमा। 5 वर्ष अलिक कम्प्लिट भएको थियो, लिएर आएँ, बस्यो 14-15 महिना बस्यो। अस्ति नेपाल गएर आयो, अनि आउनै माने थिएन बिचरा। अनि अहिले चाहिँ सोधेको के हो अन्त बाबु, ल भन तिमी जहाँ खुसी म त्यहीँ गर्छु भनेर हिँडेको हो। अब उसकै भविष्यको लागि म भविष्य खोज्दै, अब अर्को देशमा आएको मान्छे, उसलाई पनि ल्याएर अब सबै कागजपत्रहरू व्यवस्था गरिसकेको मान्छे। अब उसलाई पनि अझै गाह्रो हुन्छ भने त मैले राख्नु कुनै औचित्य नै हुँदैन नि त। सो कार्डहरू अपडेट गर्न मात्रै बोलाउनु पर्ला। अनि पढाइ जति अब आफ्नो देशमा जस्तो राम्रो काहीँ पनि हुँदैन कि। मनको कुरा भन्न पाउँछ उसले, राम्रोसँग पढ्न पाउँछ उसले, अझै राम्रो हुन्छ जस्तो फिल भयो कि अहिले चाहिँ। अनि अब त्यही हो, अब 4-5 महिनापछि चाहिँ बाबुलाई पठाइदिन्छु। ए युरोप भनेर मात्रै हुँदैन साथी, त झुप्रा झुप्री छाप्रा छाप्री पो हुन्छ त। किन लुकाउने कुरा हेर्नु त। ए बरु हाम्रै देशै गतिलो छ, साँच्ची हो। गतिलो मान्छेको हातमा पऱ्यो भने हाम्रो देशै बेस्ट छ क्या। ए यो चाहिँ मेरो घर आइपुग्यो, यो मेरो घर हो। अनि यहाँ चाहिँ ट्याक्क टाइल ला हुन्छ क्या माथि, हेर्नुहोस्। अब अलिकति गाउँ जस्तै हो, यो चाहिँ गाउँ जस्तै हो। यस्तो टाइलहरू लगा हुन्छ। ए के पानी खायो छोराले? हेलिकप्टर हो? ए हेलिकप्टर उडेछ त नि। पानी खाएनौ? ल हिँड नि त, प्यास लाग्यो भने नि त, थके लाग्यो भने नि त। यो मोरा। ल किचनमा मम्मी छ कि? मम्मी कता हो? यो चाहिँ मेरो रुम हो, हाम्रो रुम। पहिला पो एक्लै थियो मेरो भएको। ल ल नाना चेन्ज गर। मम्मी कता हो? यो चाहिँ हाम्रो किचन हो। अब यहाँ एउटा नयाँ किचन तयार पारिदिन्छु मेरो फ्यामिलीको लागि भन्दै थियो मेरो बोसले। ए यहाँ पछाडि त टन्नै छ स्पेसहरू। यहाँ चाहिँ अब यसो झ्याउ लागेको बेलामा, छुट्टी भएको बेलामा अब हाम्रा दाजुभाइहरू बस्छन्, 2-3 जना हुनुहुन्छ नेपालीहरू। अनि यहाँ त लटरमै छ त स्पेस त्यही। यो त पुरै गार्डन हो नि यहाँ त। लगभग मेरो विचारमा त 5-6 गठै होला। ए पुरै यहाँ त सुन्तलाहरू, कागतीहरू सबै छ क्या हाम्रोमा त। फेरि ए फेरि खानै मन लाग्दैन हो। ल हेर्नुहोस् यहाँ, ए सुन्तला फल्न थालिसकेको छ, क्या सिजन भइसकेको छ नि त भगवान्। ए अब खानुपर्छ अलिअलि, जाडो महिना भयो। हेर्नुहोस् त स्पेस कति छ। ए स्पेस त टन्नै छ नि यहाँ। अस्ति नै होइन, यो अब यो बनाउन सबै बाँकी छ। यो पछाडि चाहिँ मैले पहिला खेती गर्न पऱ्यो भनेर चट्ट गोडमेल गरेको झाराएर अहिले त झन् बेडागर भयो। अब यतातिर
के हाल्छ अब खै अब यसपालि चाहिँ गरिन्न होला ए स्पेस त टन्न छ कि यहाँ यस्तो छ पोर्तुगल ल हेर्नुहोस् अब देश त आफ्नै राम्रो नि देश त आफ्नै प्यारो नि आफ्नो आमा भन्दा ठुलो अर्को को नै हुनसक्छ र किनभने अब रोजगारीको लागि बाध्यताले नै हिँड्नु परेको अवस्था हो कि अब फेरि यत्रो मान्छे अटाउने तिमीहरू नअटाउने भन्नु होला सबैको आफ्नो सोचाइ हुन्छ होइन आफ्नो भोगाइ हुन्छ अब ट्राई त गरे हो नि हामी काठमाडौँमा बिजनेस पनि गरे हो रेस्टुरेन्ट नि खोले हो होइन अब दुबई पनि 8 वर्ष बस्या हो अब भएन अलिक गर्नै सकिएन अर्काको खोल्तीबाट पैसा झिक्न नेपालमा दाँतबाट पसिना चुइन्छ आफ्नो सामान बेचेर अनि उनीहरूले खाएर पेमेन्ट गर्छन् नि ओ माई गड के हुँदैछ यहाँ ए हामी त ब्लगिङ त हो नि अब के छ अरे सुन्तला खोल्या रहेछ ए सुन्तला त लटरमै छ नि यता त फेरि हो भाँडा मात्दै है त ओ पोर्तुगलवासी ल हाई गरिदिनुहोस् हेलो के छ खबर के खाना बन्यो बनेन अब बनाउने हो ल हामी आएको चाहिँ 3-4 दिन भयो अझै 5 दिन जति चाहिँ रेस्ट मागेको छु नेपालमा खासै रेस्ट भएन यहाँ रेस्ट गर्ने अनि अहिले चाहिँ हामी मर्निङ वक गरेर आएको अब अलिकति श्रीमतीलाई त देखाउनु पऱ्यो नि ल साथीहरू फेरि पनि अपडेट आउँदैछ है अब ब्लगिङ त आउँछ अब लटर ल बाई